नमस्ते, म डाक्टर प्रसन्न बाग्रमाती मेरो अस्पतालमा कार्यरत सहप्राध्यापक फिजिसियन डाक्टर तथा सुगरको डाक्टर। म आज तपाईँहरूलाई सुगरको बिरामीहरूले बिहान उठेदेखि रातिसम्म कसरी खानुपर्छ भन्ने बारे सरल भाषामा तर सम्पूर्ण जानकारी दिन गइरहेको छु। सर्वप्रथम उठ्ने बित्तिकै एक ग्लास पानी पिउनुहोस् अनि लामो लामो सास एकछिन फेरि मर्निङ वाक आधी घन्टालाई मर्निङ वाक जानुहोस्, अथवा मर्निङ वाक जाने अवस्था छैन भने चिसोको कारणले या पानी परेको छ भने घरभित्रै एकछिन हिँड्नुहोस्, अथवा माथि तल भर्याङमा तल गर्नुहोस्, अथवा त्यो पनि सक्नुहुन्न भने एकछिन योगा गर्नुहोस्। सुगरको बिरामीले योगा कसरी गर्ने भन्ने अर्को भिडियोमा म तपाईँलाई राखिदिन्छु, तर यो भिडियो चाहिँ विशेष गरी कसरी खाने भन्ने बारेमा छ। अनि मर्निङ वाक गरेर आएपछि या एक्सर्साइज या योगा गरेपछि तपाईँहरू आउनुहुन्छ अनि त्यसपछि नुहाउनुहोस्, सक्नुहुन्छ भने नुहाउनुहोस्, नत्र एकछिन जिउ खल्लो गर्नुभयो नि हुन्छ। अनि त्यसपछि ब्रेकफास्ट खानुहोस्। ब्रेकफास्टमा एक ग्लास कागती पानी सकेसम्म खानुहोला, सँगसँगै फलफुल अनि एउटा या दुईटा उसिनेको अन्डा खानुहोला। अनि सुगरको बिरामीले खानै नहुने फलफुल भनेको चाहिँ आँप, केरा, अङ्गुर, खरबुजा अनि भुइँकटर, यति 5वटा फलफुल बाहेक बिहान ब्रेकफास्टमा अरू फलफुल टन्नै खानुहोला। दुध चिया पनि खाँदा हुन्छ, चिनी बिनाको दुध चिया, तर कसैलाई दुध खाएपछि माथिल्लो पेट छाती पोल्छ, ग्यास्ट्रिक हुन्छ भने, अथवा दुध खाएपछि तल्लो पेट फुलेर टोयलेट दिशा गर्न गइहाल्नु पर्ने जस्तो हुन्छ भने सकभर त्यस्तो व्यक्तिले चाहिँ कागती पानी मात्र खानु होला, दुध चिया नखानु भएकै बेस हुन्छ। अनि त्यसपछि आउँछ खानामा। ब्रेकफास्ट र खानाको बिच कम्तीमा 3 घन्टा जस्तो ग्याप राख्नु होला। अनि अब आउँछ खानाको बारेमा। खाना चाहिँ तपाईँहरूलाई सजिलो बनाइदिन्छु। यो गोलो थाल भयो, गोलो थाललाई 4 भाग लाउनुहोस्, यसरी 4 भाग। 4 भागको 1 भाग मात्रै खाना भयो, होइन, 1 भाग मात्रै खाना भयो। अर्को 1 भाग चाहिँ हरियो तरकारी हुनु पर्यो, आलु बिनाको। अर्को 1 भाग गेडागुडी जस्तै चना, अरू गेडागुडी अनि दाल हुनु पर्यो। अर्को 1 भाग चाहिँ सलाद हुनु पर्यो, काँक्रा, मुला, गाजर, कागती, होइन, यसरी खानु पर्यो। खाना खाँदाखेरि चाहिँ धेरै बेर चपाएर खानु होला, नबोलिकन नहाँसिकन, छिटो छिटो नखानु होला। अनि त्यसपछि खाएपछि चाहिँ अनि दही खानु होला, किन दहीमा चाहिँ तपाईँको प्रोबायोटिक हुन्छ, ठुलो आन्द्रालाई चाहिने राम्रो ब्याक्टेरियाहरू हुन्छ। यसले चाहिँ तपाईँको पाचन शक्ति अनि ग्यास्ट्रिक भइराख्ने मान्छेलाई ग्यास्ट्रिक गरेर पनि कम गराउने हुन्छ। अनि चिनी बिनाको दही खानु पर्यो, याद गर्नु होला, जे पनि चिनी बिनाको खानु पर्यो। अनि त्यसपछि खाइसकेपछि एकछिन थपक्क लाएर नबस्नु होला, एकछिन चाहिँ खाएपछि पनि हिँड्नु होला। यतिसम्म त तपाईँले बुझ्नुभयो होला। अब आउँछ खाजा। खाजा अब तपाईँले नखानु भयो नि केही फरक परेन, तर खानुहुन्छ भने त्यस्तै ग्याप हुनु पर्यो, त्यस्तै 3 घन्टा पछि या 2 घन्टा पछि। खाजामा अब खानुहुन्छ भने तपाईँहरूले फास्ट फुडहरू, जङ्क फुडहरू खानु भएन, होइन, जस्तै तपाईँहरूले चाउमिन, पिज्जा, होइन, अब त्यस्तो फ्राइड आलुहरू अथवा पुरी तरकारीहरू त्यस्तो नखानु होला। बरु खाजामा चाहिँ फेरि त्यही फलफुल खानु होला, या उसिनेको गेडागुडीहरू, चनाहरू, अथवा एउटा दुईटा रोटी खाँदा नि भयो खाजामा, अथवा थोरै चिउरा खाँदा नि केही फरक पर्दैन। अब खाजापछि आउँछ साँझको खाना। अब साँझको खाना पनि सेम यस्तै हो, यी 4 भाग गोलो थाल
भातको 4 भाग लाउने होइन, 1 भाग सलाद हुनु पर्यो, 1 भाग दाल गेडागुडी हुनु पर्यो, 1 भाग चाहिँ हरियो तरकारी धेरै हुनु पर्यो। अनि यो खानाको ठाउँमा चाहिँ बेलुका रोटी 1 पिस या 2 पिस, धेरै होइन, 2 पिसभन्दा बेसी नखानु। सक्नुहुन्छ भने फापरको रोटी बेस्ट हो, त्यसमा धेरै प्रोटिन हुन्छ, धेरै सुगर पनि हुँदैन, त्यसले च्याप्पै सुगर पनि खासै बढाउँदैन। तर मैदाको आँटाकोलेमा चाहिँ अलिअलि सुगर हुन्छ अनि कतिलाई ग्यास्ट्रिक पनि हुन्छ फेरि त्यो मैदाकोले। त्यही भएर फापरको कोदोको होइन त्यो खानुमा बेस्ट हुन्छ। अब कसैलाई चाहिँ रोटी खान मन लागेन भने चाहिँ त्यो ओट्स होइन, दुधमा ओट्स भिजाएर अथवा पानीमा ओट्स भिजाएर खाँदा पनि भयो। अनि कर्नफ्लेक्स चाहिँ खानु भएन, कर्नफ्लेक्सले सुगर बढ्छ, मकैबाट बनेको हुन्छ नि त्यो पहेँलो त्यस्तो चाहिँ नखानु होला। अनि फेरि राति पनि सक्नुहुन्छ भने खाइसकेपछि बिस्तारै चपाएर टाइम लगाएर खानु होला। अनि फेरि दही खानु होला लास्टमा। अनि भन्न छुटाउनै नहुने कुरा चाहिँ साँझको चाहिँ अलि छिटो खानु होला, 7 बजेभन्दा अगाडि सक्नुहुन्छ भने 6 बजीसम्म। किन भन्दा जति ढिलो खानुहुन्छ त्यति चाहिँ तपाईँको शरीरमा चाहिँ पेट बढ्ने, भुँडी लाग्ने समस्या हुन्छ। अनि यो पेट लागेपछि त्यसैले चाहिँ तपाईँको सुगर रोग लाग्ने या कन्ट्रोल नहुन दिने हुन्छ। अब यति त बुझ्नुभयो होला। अब अन्तिममा खानै नहुने कुराहरू भन्नुपर्दा त्यही चिनी भयो, बेकरी आइटमहरू जस्तै केक, चक्लेट, डोनट, पाउरोटी, बिस्कुटहरू होइन, तिनीहरू नखानु होला। कोल्ड ड्रिङ्क्सहरू, कोकाकोला, फ्यान्टा, अनि रियल जुस, फ्रुटी, यो सबैमा चाहिँ चिनी मिसाएको हुन्छ होइन। बरु घरमा आफैले फलफुल ल्याउने, मैले भनेको त्यो 5वटा फलफुल पाएको अरू फलफुललाई चाहिँ मिक्सरमा ग्राइन्ड गरेर अनि जुन आफ्नै झोल आउँछ उसको त्यसमा पानी थपेर खाँदा पनि भयो। तर आर्टिफिसियली बनाएको जुसहरू जुन बजारमा पाइन्छ त्यसमा सबै चिनी मिसाएको हुन्छ। अनि कोकाकोला खानै मन लाग्यो भने आजकल 0 क्यालोरी कोक होइन, सुगर नमिसाएको कोक भनेर सानो बोतल आउँछ, खानै मन लाग्यो भने खानु होला सकभर चाहिँ, नत्र त्यो पनि नखाए बेस। अब तपाईँहरूले यति कुरा बुझ्नुभयो होला। अब अर्को भिडियोमा योगाको बारेमा भन्नुहोस्। नमस्कार।